हेलो गाइस, गुड मर्निङ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि हाम्रो बहिनीको चाहिँ पिम्पल्स आएको 2-3 महिना भइसकेको रहेछ। अनि उहाँले चाहिँ ट्रिटमेन्ट गर्नु भन्दाखेरि उहाँले चाहिँ भयो दिदी, म चाहिँ गर्दिनँ, केही पनि लगाउँदिनँ फेसमा भन्नुभएको थियो। अनि उहाँलाई चाहिँ मैले जबरजस्ती गर्नु एकचोटि गर्नु अनि हेर्नु रिजल्ट कस्तो हुन्छ, अनि तपाईँले बल्ल पैसा दिनु होला भनेर भनेको थिएँ। अनि हेर्न सक्नुहुन्छ हिजो र आज चाहिँ कति फरक भइसकेको छ। अनि हजुरले सोच्नु आफै, अब यति रातारात हजुरको यति चेन्ज हुन्छ भनेपछि 2-4 दिनमा 15-20 दिनमा हजुरको फेस कतिको क्लियर हुन्छ भनेर। अनि हजुरको जति पनि फेसमा यस्तो आइरहेको छ, हजुरलाई टेन्सन भएको छ भने हाम्रो ईशा ब्युटी पार्लर भलवाडीमा आउन सक्नुहुन्छ। हामीले चाहिँ यसको ट्रिटमेन्टहरू राम्रो गरिरहेका छौँ अनि रिजल्ट पनि एकदमै राम्रो आएको छ। हजुर सबैजना आउनु होला हाम्रो ईशा ब्युटी पार्लरमा। वेलकम छ।